Nima Academy, transforming education. भाइ बहिनीहरू आउनुहोस् यो श्रृङ्खलामा हामी कुरा गरौँ राष्ट्रिय दिवसको विषयमा। के हो त राष्ट्रिय दिवस? आउनुहोस् पहिला यसलाई बुझौँ। राष्ट्रिय दिवस भनेको इतिहासको त्यो दिन हो जसमा एउटा विशेष खालको घटना घटेको थियो जसले राष्ट्रको लागि महत्त्व राख्ने गर्छ। त्यस्तो ऐतिहासिक घटना जसले राष्ट्रको जीवनमा एक किसिमको परिवर्तन र उथलपुथल ल्याएको हुन्छ। एउटा त्यस्तो ऐतिहासिक घटना जसले देशको मार्ग नै परिवर्तन गरिदिएको हुन्छ, चाहे त्यो राजनीतिक रूपमा होस्, चाहे त्यो सामाजिक सांस्कृतिक रूपमा होस् या अन्य कुनै। त्यस्तो घटना घटेको दिनलाई सम्झेर हामी राष्ट्रिय दिवस मनाउने गर्छौँ। त्यसैले राष्ट्रिय दिवस भन्नासाथ नै हामीले के बुझ्नु पर्यो भनेदेखि यो राष्ट्रवासी नै गौरवान्वित हुने र रहने दिन हो। राष्ट्रिय दिवस कुनै धर्म, जाति, समुदाय, परम्परा, भाषा, संस्कृति आदिसँग सम्बन्धित हुँदैन। यो पुरै राष्ट्रसँग सम्बन्धित हुन्छ। तपाईँ जुन धर्मावलम्बी हुनुहोस्, तर राष्ट्रिय दिवस तपाईँको पनि हो, अरूको पनि हो। तपाईँ जुनसुकै भाषा बोल्नुहोस्, राष्ट्रिय दिवस तपाईँको पनि हो र तपाईँ भन्दा बाहेक अन्य भाषा बोल्नेको पनि त्यही नै हो। त्यसकारण राष्ट्रिय दिवसलाई राष्ट्रिय दिवसकै रूपमा मनाउनु पर्छ। कुनै भौगोलिक क्षेत्रको आधारमा, कुनै जात या समुदायको आधारमा, कुनै भाषा, धर्म या संस्कृतिको आधारमा मनाउनु हुँदैन, मनाउन पाइँदैन। किनकि यस्ता खालका दिवस भनेका देशका सम्पूर्ण नागरिकले मनाउनु पर्ने र सम्पूर्ण नागरिक गौरवान्वित हुने दिनहरू हुन्। भाइ बहिनीहरू, कक्षा 10 को सामाजिक अध्ययनमा उल्लेख भएका केही राष्ट्रिय दिवसहरू यस प्रकार छन्। एउटा हो शहीद दिवस, जुन माघ 16 गते मनाउने गरिन्छ प्रत्येक वर्ष। दोस्रो प्रजातन्त्र दिवस, फागुन 7 गते मनाइन्छ। गणतन्त्र दिवस जेठ 15 गते मनाइन्छ। बाल दिवस भदौ 29 गते मनाइन्छ। संविधान दिवस असोज 3 गते। अन्तर्राष्ट्रिय श्रमिक दिवस मे 1 मा। शिक्षा दिवस असोज 2 गते र अन्तर्राष्ट्रिय महिला दिवस मार्च 8 मा मनाउने गरिन्छ। अब राष्ट्रिय दिवसको महत्त्व चाहिँ के छ? आउनुहोस् त्यसको विषयमा पनि अलिकति कुरा गरौँ। राष्ट्रिय दिवसले हाम्रा विगतका उपलब्धिहरूलाई प्रतिनिधित्व गर्दछन्। जस्तो हामी शहीद दिवसको कुरा गर्छौँ, लखन थापादेखि लिएर अहिलेसम्म हामीले जति पनि ज्ञात अज्ञात शहीदहरूको विषयमा सुन्छौँ, पढ्छौँ। यदि उनीहरू नभइदिएका भएदेखि हाम्रो यो जुन राजनीतिक प्रणाली छ, हाम्रो जुन यो परिवर्तन छ सामाजिक सांस्कृतिक रूपमा, प्रशासनिक रूपमा, त्यो परिवर्तन हामीले सायद नदेख्न सक्थ्यौँ, नपाउन सक्थ्यौँ या यस्तो परिवर्तन नहुन सक्थ्यो। 1997 मा 4 जना व्यक्तिले शहादत प्राप्त नगरेका यदि भए सम्भवतः 2007 सालको क्रान्ति नहुन सक्थ्यो। 2046 सालमा जनआन्दोलनको क्रममा केही व्यक्तिहरू शहीद नभइदिएका भए, 2062-63 को आन्दोलनमा केही व्यक्तिहरू शहीद नभइदिएका भएदेखि सायद हामीले यस्ता परिवर्तन आत्मसात गर्न पाउने थिएन। त्यसकारण यो त शहीद दिवसको मात्र कुरा भयो। अन्य दिवसहरू पनि छन् जसले हाम्रो विगत कोट्याउँछन्। विगतमा हामीले के गर्यौँ, के उपलब्धि हासिल भयो र त्यसले अहिलेको वर्तमानसँग के कस्तो तादात्म्यता राख्छ, के कस्तो सम्बन्ध राख्छ भन्ने विषयमा पनि राष्ट्रिय दिवसहरूले हामीलाई जानकारी दिने गर्दछन्। दोस्रो रहेको छ, राष्ट्रिय दिवसले हाम्रो राष्ट्रिय पहिचानलाई विश्व सामु विस्तार गर्दछन्। राष्ट्रिय दिवस भनेका राष्ट्रियका पहिचानका स्रोत हुन् र तिनले जब हामी विश्व मञ्चमा हाम्रो आफ्नो मौलिक पहिचान व्यक्त गर्न चाहन्छौँ या गर्दछौँ, त्यतिखेर यस्ता खालका दिवसहरूको पनि उल्लेख यदि गर्न सकिएमा या गरेमा विश्व सामु हाम्रो परिचय फराकिलो बन्न पुग्दछ। तेस्रो छ भाइ बहिनीहरू, राष्ट्रिय दिवसले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछन्। राष्ट्रिय दिवस भनेको राष्ट्रवासीको दिवस हो। कुनै धर्म या जात या परम्परा या चालचलन या संस्कृति या समुदाय या भौगोलिक क्षेत्र आदिको दिवस होइन। जब हामी राष्ट्रिय दिवस मनाउने भन्छौँ, त्यहाँ सम्पूर्ण नेपाली एक भएर मनाउनु पर्ने हुन्छ। अर्थात् राष्ट्रिय दिवसले राष्ट्रिय एकताको कुरा गर्दछ। र चौथो तथा अन्तिम रहेको छ भाइ बहिनीहरू, राष्ट्रिय दिवस प्रत्येक नेपालीले गौरव गर्नुपर्ने र यसको सान्दर्भिकताप्रति उत्तरदायी हुनुपर्ने दिन हो। राष्ट्रिय दिवस किन मनाउने त यसको विषयमा हामीलाई थाहा हुनुपर्छ र यसप्रति गौरव गर्न हामीले सक्नुपर्छ। र जब जब राष्ट्रिय दिवस हाम्रो सामु आउँछ, हामी यी कुराहरूप्रति संवेदनशील हुने गर्दछौँ। ओहो मेरो राष्ट्र भन्ने भावना हामीमा जाग्ने गर्दछ। तर विडम्बना के छ भने भाइ बहिनीहरू, राष्ट्रिय दिवसलाई हामीले जुन तरिकाले मनाउनु पर्ने हो त्यसरी मनाइरहेको चाहिँ देखिँदैन। कतिपय राष्ट्रिय दिवसहरूमा सार्वजनिक बिदा दिने गरिएको छ। अब ती सार्वजनिक बिदाका दिन भन्नासाथ नै हामी त्यसलाई अर्कै तरिकाले बिदाको रूपमा नै मनाइदिने गरेका छौँ। त्यो दिवसको सान्दर्भिकता के हो, महत्त्व के हो, त्यतातिर ध्यान दिँदैनौँ। उल्टो हामी पिकनिक पार्टीतिर रमाइदिने गर्दछौँ। त्यसले राष्ट्रिय दिवसको सार्थकता र सान्दर्भिकता प्रमाणित हुँदैन। एक दुईवटा उदाहरणहरू म यहाँ प्रस्तुत गर्न चाहन्छु।
जस्तो अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन जुन मे 1 मा पर्छ, सार्वजनिक बिदा सरकारले दिने गरेको छ। कुनै एउटा कार्यालयको हाकिम चाहिँ पिकनिक गयो, मानिलिनुहोस् कार्यालयकै गाडीमा चढेर ऊ पिकनिक गयो, पारिवारिक होस् या साथीभाइसँगको होस्, तर गाडी चाहिँ उसले आफ्नो ड्राइभरलाई नै चलाउन भनेर भन्यो। ड्राइभर त के हो? श्रमिक हो। श्रमिक दिवसको दिन सरकारले सार्वजनिक बिदा दिएको छ, तर सोही श्रमिक बिदाको दिन पनि हाकिमको गाडी चलाएर हाकिमको मनोरञ्जनको लागि गएको छ। कहाँनिर चाहिँ त्यहाँ श्रमिकको सम्मान भयो त? अन्तर्राष्ट्रिय श्रमिक दिवस भन्नासाथ नै श्रमप्रति आस्था प्रकट गर्ने दिन हो, श्रमिकप्रति आस्था र सम्मान प्रकट गर्ने दिन हो, तर खोइ त यहाँनिर त भएन। त्यसो भए अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता र सान्दर्भिकता पुष्टि भयो त? अवश्य पनि हुँदैन होला। हामी बाल दिवस मनाउने भन्छौँ भाइ बहिनीहरू। कस्तो खालको बालबालिकाको लागि बाल दिवस मनाउने हो त? ती बालबालिका जो भरण पोषण, शिक्षा, माया, प्रेम र पहिचान जस्ता अवसरहरूबाट वञ्चित छन्, सुविधाहरूबाट वञ्चित छन्, जो सडकमा दिन र रात गुजार्न बाध्य छन्। त्यस्ता बालबालिकाको लागि हामीले बाल दिवस मनाउन सक्नुपर्छ। उनीहरूलाई कसरी समाजमा समाहित गर्न सकिन्छ, कसरी उनीहरूलाई अवसर र सुविधा प्रदान गर्न सकिन्छ, कसरी भविष्यमा उनीहरूलाई एउटा सक्षम सिपयुक्त नागरिकको रूपमा परिणत गर्न सकिन्छ, त्यो कुरातर्फ ध्यान दिएर हामीले बाल दिवस मनाउनु पर्ने हो। तर हामीले जुन तरिकाले अहिले बाल दिवस मनाइरहेका छौँ, सांस्कृतिक कार्यक्रम गरेर होस् या चक्लेट बाँडेर होस् या नाचगान गरेर होस्, ठिक छ, सक्नेहरूले गर्लान्, तर त्यसबाट बाल दिवसको सान्दर्भिकता पुष्टि भयो कि भएन त? कुनै एउटा विद्यालयमा अध्ययनरत बालबालिकाहरूले बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रमहरूमा रमाउँदै गर्दाखेरिमा सोही उमेरका कतिपय बालबालिकाहरू इँटा भट्टामा इँटा बोक्दै गर्दा, गिटी फुटाउँदै गर्दा, कुनै एउटा होटल या रेस्टुरेन्टमा भाँडा माझ्दै गर्दा कहाँनिर चाहिँ बाल दिवस मनाउनुको सान्दर्भिकता र औचित्य पुष्टि हुन्छ त? त्यहाँनिर हामीले ध्यान दिनुपर्छ। अन्तर्राष्ट्रिय महिला दिवस मनाउने भनेर हामी भन्छौँ। महिलाको उत्थानको लागि यो दिवस मनाउन थालिएको हो। महिलाको उत्थान होस्, पुरुष सरह महिलाले पनि अधिकार प्राप्त गरून् भन्ने यसको मनसाय हो। र त्यसको लागि के गर्न सकिन्छ, दिवसकै रूपमा अगाडि बढाउँ, आन्दोलनकै रूपमा अगाडि बढाउँ भनेर यसको सुरुवात भएको हो। तर यही दिन सहर बजारतिर केही शिक्षित र सम्भ्रान्त महिलाहरूलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा कुनै एउटा स्टार होटलमा बसेर प्लान बनाउँदै गर्दाखेरिमा सोही अवधिमा देशका कतिपय भूभागका महिलाहरू उपचार नपाएर मरिरहेका, बलात्कृत भइरहेका, दमन शोषणमा परेका, कठिन शारीरिक श्रम गर्दै रहेका र महिला दिवस पनि मनाइन्छ भनेर थाहै नभएका ती महिलाहरूको लागि चाहिँ के गर्न के भयो त? सम्भ्रान्त महिलाहरूले स्टार होटलमा बसेर मिठा मिठा खानेकुरा खाँदै, वाइन बियरको चुस्की लिँदै, प्लान बनाउँदै गर्दाखेरिमा, योजना बनाउँदै गर्दाखेरिमा ती महिलाहरूसम्म महिला दिवस पुग्यो कि पुगेन त? हो, यस विषयमा पनि हामी संवेदनशील हुनुपर्छ। त्यसकारण मैले अघि भने जुन तरिकाले हामीले राष्ट्रिय दिवस मनाउनु पर्ने हो, जुन तरिकाले राष्ट्रिय दिवस मनाउँदाको औचित्य हामीले पुष्टि गर्नुपर्ने हो, त्यसरी भइराखेको छैन। शहीद दिवस मनाउने भन्नुको अर्थ शहीदप्रति साँचो सम्मान प्रकट गर्ने हो। शहीदको सपना के हो त्यसलाई पुरा गर्ने हो। के कारणले उनीहरूले आफ्नो बलिदान दिए त्यो कुरालाई शासक वर्गले ध्यानमा राख्ने हो। तर यहाँ त शहीदको मूर्तिमा गएर, शहीदको शालिगमा गएर नमस्कार गर्ने, सलाम गर्ने, माल्यार्पण गर्ने, यसो प्रभात फेरी गरे जस्तो गर्ने, यसो छलफल कार्यक्रम चलाए जस्तो गर्ने, अनि बस सकियो। मनमा नै सायद तपाईँहरू नमरेको भएदेखि हामीले सुविधा पाएका हुन्नथ्यौँ, आज यो अवस्थामा हुन्नथ्यौँ भनेर मुस्कुराए जस्तो भयो। त्यो त शहीदको अपमान भयो। त्यो तरिकाले त शहीद दिवस मनाइँदैन होला। त्यसकारण कुनै पनि दिवसको सान्दर्भिकता के हो, औचित्य के हो, किन मनाइन्छ, त्यस विषयमा सबैलाई जानकारी दिएर सोही अनुसार हामीले गर्न सक्यौँ भनेदेखि राष्ट्रिय दिवस मनाउनुको औचित्य रहन्छ। अन्यथा यो औपचारिकतामा नै सीमित रहन्छ। आजको लागि यति नै।